उसले मलाई सुर्खेत जाऊ भनेर ड्राइभरलाई सुर्खेत पठायो होइन मलाई काठमाडौँ आउनको लागि। अनि सुर्खेत पठाउनलाई अनि मैले भने दाइ टिकट पठाइदिनु भने। अनि उसले के भन्यो भने मैले टिकट काटेर चाहिँ राखेको छु, मेरो मोबाइल चार्जमा छ, अहिले तिमीलाई पठाइदिन्छु बाटोमा भनेर भन्यो होइन। अब टिकट काटेको छ भनेपछि त मैले टिकट काट्दिनँ नि त। अनि त्यस पछाडि म चाहिँ अनि त ड्राइभरले मलाई आएर सुर्खेतमा छोडिदियो। उसले ड्राइभरलाई भनेको थियो सुर्खेतमा छोडिदिनु भनेर। अनि उसले पछि चाहिँ के अरे नेपालगञ्जको टिकट बुक गरेको छ भन्छ। जब टिकट काटेको पनि छैन, बुक पनि गरेको छैन, मलाई नेपालगञ्ज पुऱ्याइदिने मान्छे पनि छैन। ड्राइभरले मलाई राति नै एउटा होटलमा छोडेर गयो होइन। यति अलपत्र पाएर आज मेरो अर्को प्रोग्राम भएको भए यहाँ यति नराम्रो हुन्थ्यो। म अहिले सुर्खेतमै अलपत्र परेर बसेको क्या, टिकटै छैन। अब भन्ने बित्तिकै टिकट पाउँदैन। सुर्खेतमा जम्मा 2टा प्लेन छ। अनि आफूलाई चाहिने बेलामा कलाकार युज गर्ने अनि पठाउने बेलामा चाहिँ त्यो फ्यालेर त्यसरी डिसरेस्पेक्ट गरेर अर्कालाई आपत पारेर बेइज्जत त गर्नु भएन नि त। अनि मैले त्यसलाई 1000चोटि फोन गर्दा पनि उसले उठाएन के। पैसा कम पाउनु भएको हो? पैसा त धेरै कम त होइन, अलिक दिनुभन्दा अलिकति कम पैसा दिएको हो। जहिले पनि के आउने बेलामा चाहिँ एकदम फोन गरेको गर्ने रेस्पोन्स गर्ने। जब कलाकार प्रोग्राम सकेर हिँड्ने बित्तिकै उसलाई के खायो, कहाँ गयो, पुग्यो कि पुगेन केही पनि वास्ता नगर्ने। अनि यसपालि अति नै गर्यो क्या त्यो आपत पार्दै एउटा कलाकारलाई प्रोग्राम। उहाँले चाहिँ खासमा मैले सुर्खेत पठाएको होइन, नेपालगञ्ज पठाएको थिएँ। उहाँले चाहिँ तपाईँ म ड्राइभरको नम्बर पठाइदिन्छु, ड्राइभरलाई कहाँ पठाएको रहेछ सोध्नु न। नेपालगञ्ज पठाएको भए मलाई ड्राइभरले किन सुर्खेत रोकेर गएको त? उहाँको स्पष्टीकरण आएको रहेछ अहिले। उहाँले चाहिँ मैले नेपालगञ्ज पठाएको सुर्खेत जानुको कारण के हो भनेर उहाँले सोध्नु भएको रहेछ कि सुर्खेत जानुको कारण के हो। त्यसले सुर्खेत पठाएर मेरो बिहानै सुर्खेतमा होटल बुकिङ थियो, त्यो होटलमा पनि सोद्धा हुन्छ। बिहानै सुर्खेतमा मैले होटल बुक गरेको थिएँ, त्यही होटलमा पुर्याइदिए भनेर त्यसले ड्राइभरलाई पठायो। अनि जुन होटलमा मेरो बुकिङ थियो त्यही होटलमा पुर्याइदियो होइन। अनि त्यस पछाडि अहिले त्यसले त नाटक गरेको हो क्या आफू राम्रो हुनको लागि। त्यसले त टिकट पनि काटेको रहेछ, झुट बोल्यो नि त। टिकट काटेको छ भनेर मसँग स्क्रिनसट मेसेज पठाइदिन्छु तपाईँलाई। टिकट काटिसकेको छ, बुद्ध एयरलाइन्सकोलाई फोन गर भनेर नम्बर पठाइदिएको छ। टिकटै काटेको छैन, मेरो फोन नउठाएको पनि म तपाईँलाई स्क्रिनसट पठाइदिन्छु क्या। मैले त्यसलाई 500 चोटि फोन गरेको छु क्या रातभरि, 1 बजी 2 बजी 3 बजी 4 बजी बिहान। अब टिकट नपाएपछि त म त त्यहाँ अलपत्र परेँ नि त, हो कि भन्नु न। सुर्खेतमा जम्मा 2टा प्लेन हुन्छ। अनि आज त मेरो रेकर्डिङ थियो 4वटा, त्यो सबै क्यान्सल भयो। त्यो त उनीहरूको जिम्मेवारी हो नि त। कि त उनीहरूले अगाडि नै बहिनी मलाई यसपालि घाटा छ, टिकट आफै काटेर जाऊ भनेको भए म आफै टिकट काट्थेँ नि त। मलाई आज यत्रो आपत पर्थेन नि त, किनभने एउटा टिकट काट्ने औकात त हुन्छ हामीसँग। तर उसले झुट बोल्यो नि त, त्यो कुराले चाहिँ मलाई नराम्रो लागेको क्या। तीमाथि अनि उसले यसरी फोन नउठाएर व्यवस्था गर्यो नि त प्रोग्राम सकेपछि। मान्छे पनि कति आएको थियो क्या हिजो। त्यो दुःख पाइयो भन्दा पनि त्यो भनेको एकदम नराम्रो कुरा हो। किनभने अर्को ठाउँमा मलाई प्रोग्राम थियो भने त आज त एकदमै नराम्रो कुरा हुन्थ्यो नि त। पैसा कहिले काहीँ कम दिनु, धेरै आयोजकहरूले कम दिन्छन् त्यो मतलब भएन। तर एउटा छोरी मान्छे 2जना ड्राइभरसँग हिँडेको छ, राति जङ्गलको रुकुमको बाटो होइन। जे भए पनि त एउटा आयोजकको कर्तव्य हुन्छ कि हुँदैन राम्ररी पुग्यो कि पुगेन भनेर सोधपुछ गर्ने। मैले एलिना चौहानलाई हिजो मात्रै 23 गते बिहान काठमाडौँबाट सुर्खेत बुद्ध एयरलाइन्समा एउटा मैले टिकट काटिदिएको छु। काठमाडौँबाट उहाँ सुर्खेत आउनु भएको छ। सुर्खेत आइसकेपछि मैले म यहीँ सिमबजारमा रहेको प्रकाश ददेलको डबल क्याब बोलेर सुर्खेत पठाएको छु। त्यो डबल क्याब बोलेरोमा एलिना चौहान आउनु भएको छ र उहाँ 2-3 बजे आएर चाहिँ बस्नु भएको छ। अनि उहाँले कार्यक्रम 6 बजेदेखि 7 बजेसम्म आफ्नो पर्फर्मेन्स दिइसकेपछि उहाँलाई बिदाई गर्ने क्रममा मेरो साथी निरज विक र म आफै गएर उहाँलाई मैले मेरो हातबाट क्यास 85,000 अथवा निरज विक र मेरो हातबाट 85,000 उहाँलाई बुझाएको कुरा सत्य हो। अब अन्डरस्ट्यान्ड यहाँ के भयो त्यो म आफैले पनि बुझ्न सकेको छैन। मैले हिजो बुद्ध एयरलाइन्सलाई अथवा श्री एयरलाइन्सलाई मैले सुर्खेत फोन गर्दाखेरि टिकट आज बिहानको नपाइसकेपछि मैले कलाकारलाई नेपालगञ्जबाट होस् या सुर्खेतबाट होस् मैले सकुशल काठमाडौँ पठाउने म आयोजकको कर्तव्य हो। त्यसैले मैले बुद्ध एयरलाइन्सको 11:50 टिकट मैले बुद्ध एयरलाइन्सबाट रोकेको छु। मैले उहाँ चाहिँ नेपालगञ्ज नगएर उहाँ सुर्खेत गएर दर्शन होटलमा गएर बस्नु भएको छ। उहाँ नेपालगञ्ज नगएर आयोजकले टिकट काटेको ठाउँमा नगएर मेरो गाडीले भनेको ठाउँमा नगएर उहाँ सुर्खेत गएर दर्शन होटलमा बस्नुको कारण के हो त्यो म जान्दिनँ। त्यो तपाईँहरूले आफै भन्नु होला। अब अरू कुरा उहाँ सुर्खेत आउने बित्तिकै बिहान फर्स्ट आवरमा चाहिँ उहाँले चाहिँ सुर्खेतमा दर्शन होटल बुक गर्नु भएको छ। उहाँले होटलको पेमेन्ट पनि मैले गरिदिएको छु। 5,000 उहाँले जुन कुरा गर्नु भएको छ नि उहाँले 85,000 मा डिल गर्नुभयो। बहिनी तिमी सधैँ मेरो कार्यक्रममा आउँछौ, अहिले कार्यक्रम समस्यामा छ भनेर मैले उहाँलाई रिक्वेस्ट के गरेको थिएँ भनेपछि उहाँसँग अर्को मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि बहिनी म त तिम्रो टाउको बिक्री गरेर ठुलो कलाकारको टाउको बिक्री गरेर सानसाना कलाकारलाई पाल्ने उद्देश्य राखेको मान्छे हुँ। बहिनी आउँदा 1,50,000 मात्रै उठ्यो। आउँदाखेरि 11,000 को टिकट जाँदाखेरि 11,000 को टिकट 22,000 हुन्छ।
अनि चाहिँ गाडीको 20,000 हुन्छ, 42,000 हुन्छ, उहाँले चाहिँ 85,000 दिँदाखेरि कति खर्च पर्न जान्छ। मेरो आशावादी चाहिँ के थियो भने एरिना चौहान आउँदा कमसेकम केही नभए पनि 2 देखि 3 लाख जस्तो टिकट जान्छ र उहाँले भने जस्तो पनि मैले दिन सक्छु र अन्य पछाडि नाच्ने कलाकार, बोल्ने कलाकार, गाउने कलाकारलाई पनि त्यहाँबाट व्यवस्थापन गर्न सक्छु भन्ने मेरो एउटा आशा जुन टुटेको थियो, त्यो कारणले उहाँलाई मैले 85 मा घटेर 80 पैसा मैले क्यास दिएको, 80,000, त्यसपछि 5,000 चाहिँ होटलको दिएको हो मैले। अब त्यति भन्दाखेरि उहाँले चाहिँ सामाजिक सञ्जालमा हल्ला उकाएर मैले प्रष्ट रूपमा मैले बुझेको पनि छैन। पत्रकार साथीहरू उहाँले पारिश्रमिक पाउनु भएको छैन। मैले चाहिँ सुर्खेतमा गाडी पठाएको हो कि होइन, मैले प्लेन टिकट काटिदिएको हो कि होइन। यदि प्लेन टिकट नकाट्ने नियत हो भने बुद्ध एयरलाइन्सको सुर्खेतको एकजना कर्मचारी साथीको नम्बर तपाईँलाई मैले दिन चाहन्छु। नेपालगञ्जबाट 11:50 चाहिँ मैले होल्ड गरिदिएको छु नेपालगञ्ज काठमाडौँको लागि। अब कुरा स्पष्ट यही नै हो। बाँकी कुरा एलिना चौहानको नियत के हो भन्ने कुरा मैले बुझ्न सकेको छैन।